कति राम्रो फुल, अस्ति किनेर ल्याएको फुल आज फुलिसक्यो। योलाई पर्यो 350, यसलाई पर्यो 50 रुपियाँ, 50 50 50 50 50 350। पनि 50, यो पनि 50, यो चाहिँ 60, 1 किलो प्याज 60। यो चाहिँ हरियो पत्ता खानको लागि रोपेको सिङ्गै। 500। अंडा लोकल अंडा खाने भयो आउनु साथी हो। ए पेन्टी आमा मान्छे कस्तो त्यस्तै पारेछ है। लोकल अंडा खाने भयो आउनुहोस् है साथी हो। जमाउनु पर्यो ल खाने भयो आउनु साथी हो। खुर्सानी फुल शीतलमा पनि हुँदो रहेछ भन्ने कुरा बुझियो। गुन्द्रुक अनारको फुल फुल्न लागेको अवस्था। लोकल कागती यसलाई बान्नु यो छोड्दियो हो यो लोकलै आयो हैन होला। फुल फुल्न लागेछ है यो पनि। यहाँ फुल फुल्न लागेछ भेन्टाको। तल पनि फुलेको थियो। अनारको फुल अनारको फुल यो अनारको फुल अन्डाको बोक्रा जस्तो खाले। यो चाहिँ एभोकाडो है एभोकाडो बेसी राम्रो भएको छ कि है। यो चाहिँ अलि सानो छ, यो चाहिँ बेसरी राम्रो भएको छ। यो नि राम्रो हुँदैछ। यो पनि हो। अनार त यसमा मात्र फुले रहेछ, अरूमा फुले छैन है। यसमा त फुलेकै छैन त। फुल छ अब बिस्तारै। यसमा त कति राम्रो भएको भाइ। पहिलाको यहाँ पनि फुले रहेछ, त्यहाँ पनि फुलेको छ। लिची खोइ लिची लिचीको नि छ नि हाम्रो त है, तर झारै झार छ। यो चाहिँ पर्यो लिची। चाहिँ के भएको यो पात झर्ने बेला होला नि अहिले। सबै पात झरेछ नि। यो त पनि हेर न अटोमेटिक आएको गोलबाट हेर न। खोइ सबै पात झऱ्यो त। कतिवटा फल्यो यो पालि? 5 वटा। फल्न त सबै फले, धेरै नै फलेको थियो। असिनाले झारिदिएको नि त्यही त। यो मैले किनेर ल्याएको 500 मा किनेर ल्याएको। यसमा रोपेको छु।
यो पालि चाहिँ 5वटा सुन्तला खाइयो। फल्न त धेरै फलेको थियो, असिनाले झारिदियो सबै। गर्न लाग्यो खास मैले यहाँ क्लब गरेको मरिगयो। बर्खा मात्रै बच्छ कि यो बर्खा बिना बर्खा चाहिँ नहुँदो रहेछ। फाल्टो त्यो भाइले बर्खामा फेरि बल्ल राम्रो हुन्छ बर्खामा। बेडमा यहाँ सारेको छु। आमा धन्दै खसेको मोबाइललाई। प्लान्टलाई धेरै कसरी बनाउने भन्दाखेरि यो पलाको टुप्पालाई काट्ने, ती जति काट्ने, अनि यसरी पानी हालेर बोतलमा यसरी राखेपछि जरा आउँछ। आएपछि फेरि अर्को भाँडामा सार्न सकिन्छ, अर्को गमलामा। नपिनेको हो भन्दै हुनुहुन्थ्यो र म अहिले ब्लेन्डरमा पिन्छु। मुला, लप्सी, लसुन